हेलो वेलकम टु माई ब्लग। आजको ब्लग चाहिँ हामी मेलातिर जाँदैछौँ। सबैले हेरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद। मम्मी कहाँ जाँदैछौँ हामी भन्नु न हौ। हामी चाहिँ सूर्यकुण्ड जाँदैछौँ मेला घुम्नुको लागि। मम्मी म भाइहरू अब हेरौँ हामी के गर्छौँ भनेर चाहिँ हाम्रो भिडियो हेर्नु होला है। लाइक पनि गरिदिनु, कमेन्ट गरिदिनु, सब्सक्राइब गरिदिनु। सब्सक्राइब गर्नुभएको छैन भने बाई। हामी चाहिँ अर्कोले टाढा लाग्यो। मम्मीहरू चाहिँ यहाँ हुन्छ ब्याग बोकेर आउनुभएको छ पाहाडको भिराइरहेछ। अनि यहाँ चाहिँ भाइहरू छ, मक्क परेको छ भाइहरू। हामी चाहिँ टाढा लाग्यो है। हामी चाहिँ यहाँ गाडी पर्खिँदैछौँ है गाइज। अब गाडी आएन, अब के गर्नु त, यहाँ बस्नै पर्यो गाइज। अब चाहिँ हामी यता जानुपर्ने हुन्छ। यता चाहिँ सूर्यकुण्ड हो। अब सूर्यकुण्ड कति किलोमिटर छ अरे? 7 किलोमिटर रहेछ। मम्मीहरू पनि आउनु रहेछ, अब भाइहरू पनि छन्। 7 किलोमिटर मात्र छ। 7 किलोमिटर मात्र हो। 7 किलोमिटर छ अरे। सकिन्छ 7 किलोमिटर हिँड्न भाइ? यसो किन फुट खराब भएको? 4 किलोमिटर हिँड्दाखेरि होइन हावा टाइट हुन्छ होला। 7 किलोमिटर अब लाग्यो है गाइस। एकचोटि क्या त हामी उता आउँदाखेरि रामपुर के अरे अनि त चिसो क्या कोका कोला लिएर आएको गाडी उता जाँदा मन्दिरबाट झन् कस्तो राम्रो देखिन्छ भने तपाईँले अस्ति नै खानुभएको अँगेरीको बोट उयो सबै यो बाटो बनाउँदाखेरि सबै बिग्रियो भइसक्यो। राम्रो भएछ हौ। आन्टी के खोल्नु मन्दिर डेन्जर काट्छु मेरो लागि माग ढोक्न नमस्ते मेरो लागि हरियो उहाँहरू बोट दिएको आम्मा कति शीतल हो। दिदी बहिनी होइन। हेलो गाइस, हामी चाहिँ मन्दिर आइपुग्यौँ पूजा गर्न। हामी चाहिँ अहिले मन्दिरमा यहाँ रमिता हेर्छौँ। यहाँ त यति धेरै शीतल छ, यति धेरै भन्नै नपर्ने। हाम्रो मम्मी कता जाने बाटो कता हो टिकटक बनाउन होइन उता घुम्न जाने अरे। यहाँ त कहाँ पस्न सक्छस्? त्यत्रो लाइन पस्न सक्छस्? यहीँदेखि ढोग्ने हो यसरी। भगवान् सीताको सबै कुरा पुरा होस्, मेरो भाइहरूको पनि पुरा होस्, मेरो पनि पुरा होस् है, सबै पुरा होस् सोचेको कुराहरू। अब यति भने भइहाल्यो नि, भगवान् आफै बुझ्नुहुन्छ।
नथिया लाउने त्यस्ता छन् अस्ति त्यो निस्माको यहाँ लागिदिए यहाँ लाग्यो सबै खोलेर ल्याएको त चाहिँदैन हेर्नु गाइस पहाडहरू कति राम्रो मेरो भाइ कस्तो भयो पहाड कस्तो चिसो हुँदैछ पहाड कस्तो राम्रो राम्रो चिसो न चिसो हावा बस्नु पर्ने यहाँ रहेछ है घर बनाएर हेर न कस्तो राम्रो पहाड हेर्नु है गाइस हामी चाहिँ पहाडमा छौँ अहिले गाइस त्यहाँ चाहिँ मेरो मम्मीहरू आउनुहुँदैछ हेर्नु यो पहाडको इन्भाइरोमेन्ट यस्तो राम्रो छ अनि त्यहाँ चाहिँ यहाँ पार्किङको सुविधा पनि रहेछ टेम्पोहरू पनि थियो अनि मम्मीहरू चाहिँ हेर्नु न टिकटक बनाउँदै आफ्नै धुनमा आउनुहुँदैछ आन्टी पनि आउनुहुँदैछ अफ गर्दै गर्दै यस्तो छ गाइस मेरो भ्लग बनाइदिनु चाहिँ कोही पनि हुन्न पहाड कस्तो राम्रो भिडियो आएको हो वाउ हेर्नु त हाम्रो मम्मीहरू 3-4 छुट्टेर हामी चाहिँ हिँड्दैछौँ हामी चाहिँ यहाँनिर हामी चाहिँ अब यतातिर हिँडेको यहाँ कस्तो गाउँ छ भनेर हेर्नु हिँडेको है गाइस मेरो पछाडि चाहिँ तिनजना चाहिँ मेरो बडीगार्डहरू हुन् है मेरो पर्सनल बडीगार्ड मैले पैसा तिरेर ल्याएको होइन मेरो भाइहरू हो अनि गाइस चाहिँ नस्पति पनि रहेछ हेर्नु है कसमै तल हो गाउँ जाने बाटो तल हो क्या तल हो गाउँ जाने बाटो हेमसरको यताबाट जाने हेमसरको घर चाहिँ हेर्नु जाऊँ न त गाउँ डुल के गरेको तिमीहरू बाबेर आउँदैछ अरे अनि त्यो कप्पा डेन्जर हुन्छ के डेन्जर डट्टी भइसक्यो त कस्तो सुरु सिधै यतै जान्छ चाहिँ मेला छ यस्तो छ बाटो के भन्नु अङ्गेरी त हो त पोहोर त खाएका थियौँ अङ्गेरी हो यो गाइस चाहिँ अङ्गेरी अब अङ्गेरी यस्तो पो हुँदो रहेछ यो फल हुन्छ क्या यहाँ कति राम्रो फुल हौ ऐसेलुको बोट यो कति राम्रो अनि जब एकवटा झिकौँ त कतिवटा तातो छ नि दुईटा नहाल्ने किन अब त्यही खायो त तातो भनेर हुन्छ एकवटा झिक सक्यो त हौ अनि एकवटा ठिक्क हुन्छ सक्नु भयो नि सबै हेरेर बस्नु न त्यहाँ बसेर दाइ हेर्नु भन्दै हेर्दै गर्दा चाहिँ सानो किन्दैन दाइ भइदिएको है मैले खाऊँ न तुङमा खाऊँ न तुङमा खाने त्यो तुङमा उहाँहरू छेउमा लानै पर्दैन है
त्यो सिधा के त उम्रेको त्यो सानो सानो उम्रेको स्ट्रबेरी हो स्ट्रबेरी फल्छ यहाँ हेर्नु के हो सानो सानो उम्रेको हो त स्ट्रबेरी छ त यहाँ यहाँ होइन नि उता कता हो ल ऐसेलु खानु है गाइज ऐसेलु हेरि आइ खानुहुन्छ अनि ऐसेलु खानु पर्यो त नि बाहिरबाट खानु किम्बु जस्तै रहेछ नि त किम्बु त हो नि त्यो छ झुप्पटी पर घाउ म टिप्दिन्छु ल काला हुन्छ यसको मेरो टिपेको चाहिँ गर न टिप उयो बनाऊ माथि अङ्गेरी पनि रहेछ यहाँ हाल्नु हो त्यो धेरै आगर्नु आगर्नु त उहाँहरू मुख आन्टीको मुख आगर अगेरी न भगेरी हेर्नु है हाम्रो मम्मी अङ्कल तपाईँले यहाँ आन्टीलाई हेर्नु हुँदैछ भने यहाँ हेर्नु तपाईँले सहरमा राख्नु भएको नतिजा पाहाड पसेर आन्टीले यहाँ के हरकत गरिसक्नु हो मिठो हुँदो रहेछ दाँते हरे यो के हो गाइस मुखमा लिइराख्नु भएको छ दाप के भन्नु त कालो न कालो इङ्क के खाएको अरे तैँले फेरि के पनि निकाल्दा मिठो हुँदो रहेछ एकदम टेस्टी निसेर छ न उहाँ चपाइ कस्तो भयो जिरो देखा त बेहेना यो मेरो मम्मी बेहेनालाई नि बेहेना मेरी बेहेना हेलो गाइस मैले चाहिँ यो फुल टिपेँ यहाँ हेर्नु पहाडको फुल हामी चाहिँ मुनि गएको बाबाहरू पनि आउनुहुँदैछ अरे बाबाहरू चाहिँ अफिसबाट आउनुभएको थियो हाइकिङमा अनि यता हुन्छ अरे त्यही भएर हामी चाहिँ जाँदैछौँ मम्मीले आज हामीलाई कता कता घुमाउनु भयो भने नि दाँत हेर्नु नि घुमेर सबै हेरेको घर चाहिँ किन जानु यतिखेर हेरिसक्यो नि त अब मेला कता एक्लै होइन बाबा भिडियो बनाइदिएको बाबा म कता हेरिराख्नुहोस् मेरो मोबाइल स्विच अफ भयो अनि मैले चाहिँ मम्मीको मोबाइलबाट भिडियो बनाउनु पर्यो होइन अब यो लो क्वालिटी भए पनि हजुरहरू चाहिँ म्यानेज गरेर हेरिदिनु होला है अब म्यानेज गर्नु पर्यो मेरो भाइहरूको अनुहार देखेको छ कि छैन यो चाहिँ के गर्नु त्यस्तै हो अवस्था यस्तै भइहाल्यो हामी चाहिँ यसरी सुँगुर चढ्ने गाडीमा जाने भैँसी चढ्ने गाडीमा जाँदैछौँ आनन्द चिसा हावा खाँदै यसरी जाँदैछौँ अङ्कलहरू पनि यहाँ हुन्छ मम्मी यस्तो कालो गाडीमै भएर
अघि त गीत सुन्दै आउनु भएको गाडीमा चढेको थियो